तपाईले अपलोड गर्ने भिडियोहरुमा भ्युज किन आइरहेको छैन? के तपाईले पनि यो 3 वटा गल्तीहरु गरिरहनु भएको छ? आज म यही गल्तीहरुको बारेमा हजुरहरुलाई सुनाउन गइरहेको छु। हजुरको गल्तीहरु सुधार्न खोजिरहेको छु। 1 नम्बर भनेको तपाईको भिडियोमा हुकको कमजोरी हो। यदि तपाईले जुन भिडियोमा बनाउने बेला 3 सेकेन्ड बोल्नुहुन्छ, त्यो 3 सेकेन्डमा ऑडियन्सहरुलाई हुक गरेर एकै ठाउँमा एउटै भिडियोमा राख्न सक्नु भएन भने हजुरको भिडियोहरु चल्दैन। अनि अर्को गल्ती भनेको कन्सिस्टेन्सी हो। हजुरले कुनै भिडियो, कुनै पेजमा, कुनै प्लेटफर्ममा कन्सिस्टेन्सी रूपमा काम गर्नु भएन भने हजुरको भिडियो चल्दैन। एउटा दुईटा भिडियो हाल्नुहुन्छ अनि भ्युज नआएपछि हजुरले छोड्नुहुन्छ। हजुरको धैर्यता भन्ने छँदै छैन, कन्सिस्टेन्सी भन्ने छँदै छैन। लगभग 1.5 महिनासम्म, 3 महिनासम्म हजुरले भिडियो कन्सिस्टेन्सी रूपमा हालिरहनु पर्छ, भ्युज आओस् या नआओस्। अनि बल्ल उसको प्लेटफर्मको एल्गोरिदमले हजुरको कन्टेन्टहरु बुझेर सही ऑडियन्समा पुर्याउनेछ। अनि अर्को गल्ती भनेको हजुरको भिडियोको कन्सेप्टमा कुनै पनि भ्यालु नहुनु हो। अथवा तपाईले कुनै र्यान्डम पोस्टहरु अरूको कपी पेस्ट गरेर आफ्नो पेजमा हाल्नुहुन्छ, आफ्नो प्लेटफर्ममा हाल्नुहुन्छ भने पनि त्यो प्लेटफर्मको एल्गोरिदमले कुन चाहिँ हैन ऑडियन्सलाई देखाम, कमेडी हो कि कमेडीलाई देखाम कि कुन चाहिँ ऑडियन्सलाई देखाम भनेर उ कन्फ्युज हुन्छ र त्यो कारणले पनि हजुरको भ्युज चाहिँ आउँदैन भिडियोमा। अहिले आजसम्म कुन चाहिँ गल्ती गरिरहनु भएको रहेछ त्यो चाहिँ कमेन्ट बक्समा लेख्न नभुल्नु होला। अनि आगामी दिनमा यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ भने मेरो पेजलाई फलो अथवा मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला। थ्यांक यू।